कस्तो अचम्मको भाग्य लेख्नुभयो भगवान। भगवान कस्तो अचम्मको भाग्य लेख्नुभयो। नपाउने कुराको आश किन दिलायो। थाहा थियो हजुरलाई उसले छोड्छ एक दिन, उसैलाई नै मेरो लागि खास किन बनायो। म केही गर्न चाहन्छु, म केही गर्न चाहन्छु बुढा भएका मेरा बाबुआमाका लागि, तर एउटा मान्छेको प्रेममा किन जिउँदो लास गरायो। किन किन कसैको प्रेममा जिउँदो लास बनायो। म हेर्छु मेरा बाको पुरानो कोट, सोध्छु नयाँ फेर्न पाऊँ। त्यही बेला बजारमा मेरो नयाँ ट्रेन्डको लुगा चल्छ, मेरो बाको पैसाले त्यो किन्न नि धौ, मेरो बाको पैसाले त्यो किन्न नि धौ। हेर हेर म रिस डाहा गुनासो सबै मेरी आमालाई सुनाउँछु। म बुझ्दिनँ मेरी आमाको मनमा कति पीडा छ। मैले रोएको देखेको छु आफन्त अनि पैसाको नाममा मेरी आमालाई, मलाई दुवैदेखि घृणा छ। हेर हेर कस्तो अचम्म, कस्तो अचम्म मलाई घृणा छ पैसादेखि। तर दुःखले अन्धकार छाएको मेरी आमाको मुहारमा उज्यालो पार्न पैसा नै चाहिने। कस्तो अचम्म, चाहिने कुरा कहिले नपाइने। हेर हेर म आज कतै टुटेकी छु, कतै फुटेकी छु। सबैको प्यारो बन्न चाहन्थे, तर आज घृणाको पात्र बन्दैछु। मैले गुनासो होइन, बस आफैसँग आफ्नो व्यथा बोक्दैछु, म आफैसँग आफ्नो व्यथा बोक्दैछु। हेर हेर मैले बालापनदेखि नै कसैको ठुलो स्वर नसुनेर होला, आजभोलि कसैले सुनाउँदा पनि रुन्छु। तर म साँच्चै भनौँ भने कमजोर होइन, तर म साँच्चै कमजोर होइन। म मेरो घरको माइली छोरी हो। हेर म मेरो घरको माइली छोरी हो, तर बाले छोरा नहुँदा पनि मलाई छोरा भनी बोलाउँथे। सानैदेखि मेरो बाले मलाई छोरा भनी बोलाउँथे। म सानै थिएँ, बाको भावना बुझ्थेन, तर बाले किन छोरा भने होलान् सोच्दै टोलाउँथे। तर बा हजुरको त्यो बेलाको भावना मैले अहिले बुझेँ। समाजले छोरा छैन छोरीले के गर्छन् भन्दा मेरो छोरा पनि यही हो छोरी पनि यही हो भनेर चित्त बुझाउनु हुँदो रहेछ। साँच्चै चित्त बुझाउनु हुँदो रहेछ। मैले सबै बुझेँ बा, साँच्चै अहिले आएर सबै भावना बुझेँ। तर सुन्नु न बा, मलाई अहिले सबैले भन्छन् त छोरी मान्छे होस्, तैँले यस्तो गर्न हुन्न त्यस्तो गर्न हुन्न, तैँले यो गर्दा इज्जत जान्छ त्यो गर्दा इज्जत जान्छ। आज म टुट्दैछु सबैको वचनले। एकपटक फेरि भनिदिनु न यो मेरो छोरी होइन छोरा हो भनेर। एकपटक फेरि भनिदिनु न यो मेरो छोरी होइन छोरा हो भनेर। मैले यसलाई पुरै आजादी दिएको छु भनेर, मैले यसलाई छोराको पुरा अधिकार दिएको छु भनेर फेरि भनिदिनु न सबैको अगाडि। मलाई थाहा छ हजुरले मलाई पुरै आजादी दिनुभएको छ, मलाई छोराको जस्तै अधिकार दिनुभएको छ। तर यो समाजले गलत मतलब निकाल्छ, हजुरको प्रेममा औँला उठाउँछ। मैले केही थोरै गल्ती गरेँ भने पनि आमा बाको संस्कारमा औँला उठाउँछ। भयो शब्दमा बयान गरौँ भने मेरा बा आमाका लागि केही छैन, तर अन्तिम शब्द बा मेरा आमालाई अन्तिम शब्द। सुन्नु न साँच्चै मिल्छ भने म छोरी भए पनि हजुरको बुढेसकालको सहारा बन्न चाहन्छु। छोरी भएर पनि म साँच्चै हजुरको बुढेसकालको सहारा बन्न चाहन्छु। अर्को जन्म हुन्छ भने छोरीलाई छोरा भनेर कहाँ हुन्छ र, छोरीलाई छोरा भनेर कहाँ हुन्छ र। म हजुरको सन्तानको रूपमा छोरा बन्न चाहन्छु। म सन्तानको रूपमा हजुरको छोरा बन्न चाहन्छु। थ्याङ्क यू सो मच, थ्याङ्क यू। Chat, let's spam red hot in the